10 मा कति? उसलाई साडीमा टक्क लाएर साडीमा पुरै नेपाली नेपाली कल्चरमा ब्याग स्याग बोकेर उहाँ कस्तो अलिकति यो कता भन्दा यो के अरे टिचर टाइपको भाइ आइरहेछ, टिचर टाइपको भाइ आइरहेछ। मिस मन पर्नेहरूको लागि चाहिँ यो बेस्ट अप्सन हुन सक्छ भन्छ। तर मेरो चाहिँ परेन मेरो क्याटेगोरीमा। तपाईँ 4 दिउँ है भन्छ। 4 मा है? 4 दिउँ है 4 तपाईँ उहाँको स्टुडेन्ट हुन चाहनु भयो? म चाहिँ भएन यो मिस मन पराउनेहरूले चाहिँ सायद 10 मा 10 पनि दिन सक्थ्यो होला। ल ठिक छ यो पनि 4 मात्रै दिउँ भन्छ। ल मिसले 4 मात्रै पाउनु भएको छ। ल गाइजहरु नेक्स्टमा जाउँ। 10 मा कति ल एकदम चस्मा लाउनु भयो रहेछ हैन? चस्मा लाएर टिका सिका लाएर पुरै बकाइदा उहाँ पनि एकदम यो टिपिकल पोजमै हुनुहुन्छ। उहाँलाई चाहिँ घरको छटको पोज जस्तो छ। 3 मा है? घरको पोज घरको छटको पोजमा उहाँले 10 मा 3 पाउनु भएको छ भन्छ। 3 दिउँ उहाँलाई चाहिँ। ठिक छ मामाजी उहाँलाई पनि। हस् नेक्स्टमा जाउँ है त ल। 10 मा कति? उहाँलाई 4 दिउँ भन्छ। 4 दिउँ। उहाँ फेरि मेहन्दी सेन्दी लाएर पुरै उहाँ व्रत बस्न आँटेको जस्तो हुनुहुन्छ। सायद यो शिव रात्रितिरको फोटो होला सायद। भनेपछि उहाँले कस्तो खालको शिवजी खोज्नु भएको थियो भने चाहिँ तपाईँले तर तपाईँको टाइपमा अलिक परेन जस्तो भन्छ। अलिक म शिवजी परिन। उहाँको शिवजी अलिक भएन है? अलिक भएन भन्छ। ल उहाँ पार्वतीको लागि पनि भन्छ 10 मा 4 है? 4 ल नेक्स्टमा जाउँ है त।